जी, ओके। जब वो स्टार्ट मेरी आवाज़ आ रही करेंगे है? जी आपकी भाई, एक आवाज आ मिनट रही प्लीज, मुझे 1 मिनट देना। जी भाई, अब आप स्टार्ट कर सकते हैं। थैंक यू। ओके, सबैलाई शुक्र नाम जय मसीह, मेरी क्रिसमस, ह्याप्पी न्यू इयर। प्रभुले सबैलाई आशीष दिनुभएको होस्। मलाई यो ब्रोडमा प्रभु यीशु मसीहको एउटा सानो सन्देश छर्नको लागि जुन मौका दिनुभएको छ हाम्रा भाइ मुसा भाइ, अनि त्यसपछि नवाब मसीह ब्रदर उहाँको ब्रोडमा आएर मलाई धेरै खुसी लागेको छ। अनि म साँच्चै भन्न चाहन्छु, प्रभु यीशु मसीह जब हामी हेर्छौँ भनेपछि प्रभु यो संसारमा किन कुनै धर्म जाति र मानिसको रूपमा आउनु भएन। उहाँ एउटा मानवताको रूपमा किन, र उहाँले यस क्रिसमसमा मानिसको कुनै पनि कुरा हेर्नुहुन्न। जसरी हामी यसुको बारेमा हेऱ्यो भनेपछि उहाँ संसारको मुक्तिदाता भएर आउनुभयो। उहाँ कुनै धर्मको प्रचार गर्नुभएको छैन। उहाँले हाम्रो जीवनमा एउटा शान्तिको प्रेम सन्देश छर्नको लागि, मानवतालाई पापबाट बचाउनको लागि प्रभु यीशु मसीह हामी हेर्दछौँ भनेपछि 2025 वर्ष अगाडि यो संसारमा आउनुमा धेरै मानिसहरूले भन्दछन् कि उहाँ विदेशी प्रभु हुनुहुन्छ, इसाई हुनुहुन्छ। तर मैले आफ्नो जीवनमा हेरे अनुसार उहाँ चाहिँ नेपालमा हेर्नुहोस्, चाहे इन्डियामा होस्, चाहे बङ्गलादेश, तपाईँको जुनसुकै ठाउँमा भए पनि हामी हेर्छौँ भनेपछि यीशु प्रभु हो किन, उहाँको हृदय हेर्नुहुन्छ। उहाँले हाम्रो कुनै कलर जातहरू हुन्न। यस कारण यो क्रिसमसमा हो किन प्रभुले हामीले चाहनुभएको कुरा भनेको हामी उहाँलाई प्रेम गरौँ। मानिसहरूलाई यसुको बारेमा प्रभुले कसरी प्रेम गर्नुभएको छ यदि हामी बाइबलमा हेऱ्यौँ भनेपछि परमेश्वरको वचनलाई हामीले सिकाउँदछ कि उहाँ आफ्नो पुत्रलाई हाम्रो पापहरूको लागि दिनुभएको छ। कुनै पनि संसारमा हामी कुनै देवी देवताहरू पुजेर त्यस्तो कुराहरू हामी पाउँदैनौँ। अनि यो क्रिसमसको सन्देश हामी हेऱ्यौँ भनेपछि उहाँले हाम्रो बिचमा त्यो पापको खाडल पुर्नको लागि, अनि त्यसपछि हामी जुन संसारमा थियो, हामीले साँचो र सत्य कुरा थाहा थिएन, अनि त्यसपछि अधर्म थियौँ, गुनाहले हामी पापले लादिएका थियौँ, शैतानद्वारा पिलेका थियौँ, कोही बिमारी श्रापमा थियो, र ती कुराहरूबाट आजाद गर्नको लागि हाम्रो प्रभु यीशु मसीह संसारमा आउनुभयो। यस कारणले हामी हेऱ्यो भनेपछि उहाँ एउटै देशको परमेश्वर हुनुहुन्न, एउटै मानिसको परमेश्वर हुनुहुन्न, एउटा जातिको परमेश्वर हुनुहुन्न। उहाँ हामीले सबैलाई माया गर्नुहुन्छ। तपाईँ हेर्नुहुन्छ भनेपछि यीशु प्रभुलाई एउटा मुस्लिम मान्छेले पनि विश्वास गर्दैछ, एउटा हिन्दू मान्छेले विश्वास गर्दछ, एउटा सिख पन्जाबीले पनि विश्वास गर्दछन्, एउटा नास्तिक मानिसले पनि यीशु प्रभुलाई विश्वास गरेको छ। त्यस कारण यो क्रिसमसको सन्देशमा भन्न चाहन्छु, उहाँ हामी सबैको प्रभु हुनुहुन्छ। उहाँ कुनै एउटा विशेष जातिको, विशेष धर्मको अनि विशेष पन्थको हुनुहुन्न। तर उहाँले हामीलाई एउटै कुरा सिकाउनुहुन्छ कि हामी यो क्रिसमसमा प्रभुले हाम्रो हृदयमा जमिन चाहनुहुन्छ। र यस कारणले हामी हाम्रो हृदयदेखि हामी प्रभुलाई सधैँ खोज्नु पर्दछ। हामी क्रिस्चियनहरूले, हामी यीशुलाई पछ्याउने व्यक्तिहरूले हामी कहिले पनि झगडा गर्दैनौँ। तर हामी प्रभुले सिकाउनु भएको छ, हामी उसलाई माया गर्छौँ, उसलाई हामी प्रेम गर्दछौँ। अनि यदि हामी बाइबलको कुरा हेऱ्यो भनेपछि प्रभु यीशु मसीहको जन्म पनि एउटा अद्भुत तरिकाले भयो। तपाईँ हेर्नुहुन्छ भने संसार मानिसहरू मरिए, गाडिए, तर कोही पनि जीवित उठेन। तर प्रभु यीशु मसीहको हामी बाइबलमा हेऱ्यो भनेपछि यीशु मसीहको जन्म भइसकेपछि उहाँले संसारलाई एउटा यस्तो शिक्षा दिनुभयो कि संसारका मानिसहरूले गर्दाखेरि संसारको त्यो हरेक ठाउँमा हामी हेऱ्यौँ भनेपछि कुनै देश छैन, कुनै ठाउँ छैन, कुनै गाउँ छैन जहाँ येशूको बारेमा प्रचार गरिएको छैन। यदि हामी हेऱ्यौँ भनेपछि ठाउँ ठाउँमा येशूको प्रचारहरू हुँदैछ, येशूको उहाँहरू भरिँदैछ। तपाईँ सोसल मिडियामा हेर्नु सक्नुहुन्छ। तपाईँ 25 दिसम्बरको दिनमा हेर्नुहुन्छ भने ठाउँ ठाउँमा मानिसहरूले, हामी क्रिस्चियनहरू, हामी विश्वासीहरू कुनै ठाउँमा झगडा गर्दैनौँ। तर हामी एउटै कुरा भन्न चाहन्छु, प्रभुले तपाईँले प्रेम गर्नुहुन्छ। उहाँले तपाईँले साँचो प्रेम गरिकन 2025 वर्ष अगाडि आफ्नो पुत्रलाई हामी संसारमा पापबाट बचाउनको लागि, एउटा साँचो सन्देश छाड्नको लागि, उहाँको माया देखाउनको लागि आफ्नो छोरोलाई, उहाँको एउटै मात्र पुत्रलाई हाम्रो जीवनमा उद्धार ल्याउनको लागि, हामीलाई छुटकारा दिनको लागि, त्यो अन्धकारबाट बचाउनको लागि येशू प्रभु आउनुभएको छ। प्रिय परमेश्वरले तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ। यदि हामी प्रभुलाई हाम्रो हृदयमा निम्त्यायो भनेपछि उहाँले सारा संसारलाई, तपाईँको जीवनलाई उहाँ बदल्न सक्नुहुन्छ। यसकारण म यो अन्त्यमा भन्न चाहन्छु,
कि उहाँले तपाईँलाई हर समय प्रेम गर्नुहुन्छ। तपाईँ सानो हुनुहुन्छ होला, तपाईँसँग पैसा छैन होला, तपाईँसँग धन सम्पत्ति छैन होला, तपाईँ सेलिब्रिटी हुनुहुन्न होला, तपाईँ एउटा आफूलाई धेरै सानो बुझ्नु, तर प्रभुले सबैलाई माया गर्नुहुन्छ। तपाईँलाई प्रभुले बोलाउन चाहनुहुन्छ। मेरो सन्देश हो कि तपाईँ जतिजना यहाँ सुन्दै हुनुहुन्छ, चाहे युट्युबमा होस्, चाहे फेसबुक, चाहे टिकटकमा होस्, यो सन्देशले यही